नमस्ते। आज हामीले एउटा विशेष अन्तर्वार्ता लिएर आएका छौँ हैन, जस अन्तर्वार्तामा हामीसँग एउटा सफल व्यवसायी खल्तीका संस्थापक निर्देशक इन्जिनियर अरविन्द शाहजी हुनुहुन्छ। उहाँ अध्ययनदेखि लिएर व्यावसायिक रूपमा सफल व्यक्ति जो अहिले चाहिँ पिएचडीमा अध्ययनरत हुनुहुन्छ र उहाँले व्यवसायमा नेपालमा ठुलो सफलता हासिल गर्नुभएको छ। आज हामी उहाँसँग अहिले देशमा भइरहेको राजनीति व्यावसायिक कुरा गर्नेछौँ र यो कार्यक्रममा उहाँलाई पहिला स्वागत गरौँ। नमस्ते। नमस्ते, धन्यवाद। सबैभन्दा पहिले त हजुरसँग मैले एउटा कुरा सोध्न खोजेँ हैन। अब हजुर व्यवसायिक पृष्ठभूमिको पनि हुनुहुन्छ र अहिले हालमा चाहिँ राजनीतिमा पनि आउनु भएको छ। सर्वप्रथम मैले हजुरलाई चाहिँ सानो नेपालमा एउटा व्यवसाय गर्नलाई कतिको गाह्रो छ यो कुरालाई मैले सोधेँ, हजुरसँग राखेँ। नेपालमा व्यवसाय गर्न एकदमै सजिलो छ। किन सजिलो छ भने यहाँ जुनसुकै सेक्टर पनि खाली छ। इनोभेसन्स जुन सेक्टरमा पनि चाहिएको छ। सानो आइडिया पनि यदि तपाईसँग छ भने नेपालको लागि त्यो ठुलो इम्प्याक्टफुल काम हुन सक्छ। त्यसैले नेपाल एकदम भर्जिन मार्केट हो जस्तो लाग्छ मलाई। खाली के मात्र हो भने हिम्मत चाहिएको हो र यति भर्जिन मार्केट भए पनि हिम्मत किन नभएको हो भने यो जुन सरकारको अनस्टेबिलिटी, पोलिटिसियनहरूको पोलिसी लेभल या गभर्मेन्टको जुन एउटा इकोसिस्टम बनाउनु पर्ने, स्टार्टअप कल्चर बनाउनु पर्ने, त्यो नभएर मात्र हामीलाई गाह्रो लागेको हो। नत्र एकदमै इजी छ यो नेपाल चाहिँ बिजनेस गर्नको लागि, व्यवसाय गर्नलाई नेपालमा सजिलो छ। जस्तो धेरै युवाबाट हामीले के सुन्छौँ र के बुझ्छौँ र आजसम्म धेरै नै हामीले देखेका छौँ नेपालमा अवसर छैन र धेरै जसो चाहिँ युवाहरू अहिले त +2 गरिसकेपछि ब्याचलर सकिसकेपछि विदेश होमिने एउटा चलनै भएको छ, एउटा परम्परा भएको छ। त्यो युवाहरूलाई तपाईँ आफै एउटा युवाको आइडल हुनुहुन्छ जुन चाहिँ बिजनेस गरिरहनु भएको छ हैन, सयौँ मान्छेलाई रोजगारी दिनुभएको छ। तपाईँले अहिले जुन युवाहरू देशमा पढिरहेछन् र भोलिका दिनमा चाहिँ नेपालमा केही छैन भन्ने मानसिकतामा तपाईँ युवाहरूलाई कसरी चाहिँ मोटिभेट गर्न चाहनुहुन्छ? यस्तो छ, नेपालमा यदि भन्ने हो भने अवसर छैन भन्ने कुरो त एकदमै गलत हो। किनकि नेपालमा विदेशबाट आएर त यहाँ मान्छेले एकदम यति मजाले कमाएर हैन आम्दानी गरिराखेका छन् भने अवसर त यहाँ त माटोमा अवसर छ के हैन, पानीमा अवसर छ, प्रत्येक रिसोर्सेसमा अवसर छ खास हैन। हाम्रो खाली मानसिकता के भइदियो भने सुरुदेखि नै हाम्रो हैन नेपालमा अवसर छैन, नेपाल अनस्टेबल हो भनेर मात्र पढाइयो हैन। त्यो भएर मात्र हाम्रो चाहिँ दिमाग बाहिरतिर जाने भएको हो। तर नेपालमा यदि गर्न खोज्यौँ भने यहाँ अवसर मात्र छन् के हैन। त्यसैले युवाहरूलाई पनि म के भन्न चाहन्छु भने तपाईँहरू विदेश जानुहुन्छ, नयाँ सिक्नको लागि त्यो एकदमै राम्रो हो, सिक्नुपर्छ, नयाँ प्रविधिका कुराहरू सिक्नुपर्छ। तर देशमा त्यो सिकेका कुराहरूलाई यदि तपाईँले इम्प्लिमेन्ट गर्नुभयो भने यहाँ यति मजाको रोजगारी सृजना हुन्छ कि यहाँबाट मान्छे चाहिँ जो दुबई कतार जानुपर्ने बाध्यात्मक परिस्थिति छ त्यो हराउन सक्छ। त्यो भएर चाहिँ पढे लेखाका युवाहरूलाई मैले यहाँबाट रिक्वेस्ट के गरेँ भने तपाईँ विदेशमा सिक्नुभयो या सिक्दै हुनुहुन्छ भने अब सिकिसकेको कुरोलाई चाहिँ आफ्नो देशमा चाहिँ इम्प्लिमेन्ट गर्नुहोस्। धन्यवाद। जस्तो जेनजी आन्दोलनपछि अहिले अन्तरिम सरकार बनेको छ देशमा र अन्तरिम सरकार बनिसकेपछि एउटा पार्टी उज्यालो नेपाल जो चाहिँ अहिले एकदमै जनताको माझ लोकप्रिय बन्दै गएको छ र हजुर पनि उज्यालो नेपालको अहिले केन्द्रीय सदस्य हुनुहुन्छ। हजुरले किन उज्यालो नेपाल नै रोज्नुभयो? यस्तो छ, पहिला त नाम पनि उज्यालो नेपाल हैन भनेको हामीले नेपालको परिकल्पना नै उज्यालो देखेका छौँ। प्रत्येक मानिसको भविष्य उज्यालोमय होस् भनेर हाम्रो चाहना हो के। र उज्यालो नेपाल नै किन हैन भन्दाखेरि हामी कर्ममा विश्वास गर्छौँ, बोलीमा मात्र होइन। बोल्न त यहाँ झुटो बोल्ने, हरेक दिन एउटा कुरो अहिले गर्ने, व्यवहार चाहिँ फरक हुने त यति छन् कि त्यसको कुरै छोडिदिउँ। म पनि 17 वर्षदेखि आफूलाई मेहनत गरेर बोलीमा मात्र होइन आफ्नो कर्म यही धरतीमा यही देशमा चाहिँ गरेर देखाएको छु। त्यसैले हामी कर्ममा विश्वास गर्ने मान्छे हो र उज्यालो नेपालको ब्याक्ड एज अ संरक्षक भनौँ या यसको परिकल्पनाकार भनौँ हैन, उहाँ चाहिँ इन्जिनियर कुलमान घिसिङ हुनुहुन्छ।
उहाँले पनि नेपाललाई उज्यालोमय जुन अन्धकारको अवस्था थियो त्यसलाई उज्यालोमय बनाउनु भएको छ। उहाँले आफ्नो प्रतिभा देखाउनु भएको, बोली एकदमै कम बोल्ने तर कर्ममा उहाँ विश्वास गर्ने मान्छे र काममा विश्वास गर्ने मान्छे। म पनि त्यही काममा विश्वास गर्ने मान्छे भएकोले गर्दाखेरि आँखा चिम्लेर नै मैले उज्यालो नेपाललाई समर्थन गरेको हो र त्यसको केन्द्रीय सदस्य भएको मा एकदमै आफूलाई एकदम गर्व महसुस गरेको छु र साथै म अरूहरूलाई पनि बोलीमा होइन कर्ममा काममा विश्वास गर्ने हो भने उज्यालो नेपालको विकल्प छैन भनेर पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। जस्तो हजुरले त स्पष्टै पारिसक्नुभयो, उज्यालो नेपालका नायकै भनेर हाम्रो कुलमान घिसिङज्यू चिनिनुहुन्छ र हजुर पनि एउटा भनौँ न 17 वर्षदेखि व्यवसाय गरेर देशमै केही गर्छु भनेर लाग्नु भएको मान्छे होइन। जस्तो मैले हजुरलाई सोध्न खोजेँ, उज्यालो नेपाल र विगतका पार्टी, अहिले हालै निर्वाचन आएको डाटा अनुसार चाहिँ 150 वटा पार्टी हाराहारीमा छ। जनताले साँच्चै नै उज्यालो नेपाल चाहेरै आएको हो कि यो केही व्यक्तिहरूले नै अब होइन हामीले चाहिँ एउटा पार्टी गर्नुपर्छ, हामी अरूको ट्रेन्डिङमा जानुपर्छ भन्ने हो कि के हो? हजुरलाई मैले सोध्न खोजेँ। पहिलो कुरो त यसमा जुन पुरानो पार्टीहरू छन् उहाँहरूले राम्रो काम गरेको भए म सायद आज आफ्नै बिजनेसमा नै फोकस गर्थेँ, मलाई चाहिँ राजनीतिकमा आउनु पर्दैन थियो कि होइन। उहाँहरूले यति खराब काम गर्नुभयो कि देशमा चाहिँ कानुनी राज्य नै समाप्त भइसकेको अवस्था छ। यो अवस्था हामी चाहिँ हेर्न सकेनौँ कि हामी चाहिँ हाम्रो लागि मात्र बाँच्ने होइन कि यदि हामी चाहिँ नेपाल आमाले हामीले जन्म दिएको छ भने हामी यहाँ प्रत्येक नेपालीको भविष्य उज्यालो बनाउनलाई आउनै पर्छ होइन। जुन एक लेभलमा व्यवसायबाट गरेकै हो तर पनि दुर्गम जो एकदमै दुर्गम ग्रामीण इलाकाका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरू चाहिँ मेरो खल्ती भनौँ या अरू जुन आइटीका प्रोडक्टहरू छन् उहाँहरू अहिले त उहाँहरूले त्यसको प्रयोग नै गर्न सक्नु भएको छैन होइन। त्यो भएकोले गर्दाखेरि मैले मात्र होइन कि इभेन हाम्रो कुलमान घिसिङ र त्यो पार्टीमा 51 सदस्यीय जुन अहिले संस्थापक सदस्यहरू हुनुहुन्छ उहाँ सबै यदि हेर्नुहुन्छ भने उहाँहरूको प्रोफाइल कुनै न कुनै हिसाबले चाहिँ एकदम विज्ञता हासिल गरेर मात्र आउनु भएको छ। त्यसैले यो अरू विभिन्न जुन दलहरू छन् हुन त एजेन्डाहरू मिल्छन्, उहाँहरूको पनि जो नयाँ दलहरू पनि आउनुभएको छ उहाँहरूको एजेन्डा पनि के हो भने देशलाई समृद्धि बनाउने हो, सुशासन नै बनाउने हो। मलाई लाग्छ कि हामी भोलिको दिनमा सँगै मिलेर नै जान्छौँ तर जुन पुरानो दलका उहरू छन् उहाँहरूको रिप्लेसमेन्ट नै यो पार्टी हो र अन्य पार्टीहरू मिलेर नै हामी चाहिँ अब साँच्चै देशलाई उज्यालोतर्फ चाहिँ हामी लग्नेछौँ। जस्तो जनताले उज्यालो नेपाललाई विश्वास गर्नुपर्ने कारण के हो मलाई स्पष्ट खुलाइदिनुहोस्। जनताले उज्यालो नेपाललाई विश्वास गर्ने प्रमुख कारण चाहिँ हामी चाहिँ विधिको शासनलाई एकदमै प्राथमिकताका साथ लिएका छौँ, सामाजिक न्यायका कुरालाई राखेका छौँ र दिगो विकासका कुरालाई हामी प्राथमिकता दिएका छौँ। किनकि हामी चाहिँ कस्तो छ भने विगतका जो राजनीतिक दलहरू छन् उहाँहरूले पनि भन्ने यही कुराहरू नै हो, भन्ने त सबैले यही नै हो तर व्यवहारमा उहाँले त खास केही पनि गरिदिनु भएन। वर्षौँ वर्ष त देश उहाँहरूले नै चलाउनु भयो तर देशमा विथिति सामाजिक न्यायको एकदमै धजिया नै उडिसकेको अवस्था होइन। मान्छे यहाँ फ्रस्ट्रेसन बाहेक केही पनि भएन। वैदेशिक रोजगारमा चाहिँ 7 लाखभन्दा बढी मान्छेहरू चाहिँ 1 वर्षमा जान थाल्यो। हरेक दिन 12 जना 15 जना चाहिँ बक्समा मृत्युको भएर आउनुपर्छ। बक्समा चाहिँ विदेशबाट बाटोमा हिँड्दाखेरि कहाँ लड्ने हो कुनै ग्यारेन्टी हुँदैन। रोड एक्सिडेन्ट यतिकै बढेको छ। यो सब कारणले गर्दाखेरि चाहिँ उज्यालो नेपालको भविष्य प्रत्येक जनताको उज्यालो भविष्यको लागि नै हो भन्न चाहिँ म यहाँबाट रिक्वेस्ट गरेँ। जस्तो मैले हजुरलाई फेरि सोधेँ, उज्यालो नेपालको एजेन्डा ठिक छ, हजुरले 51 सदस्यीय जुन भन्नुभएको छ विज्ञको टोली छ। हिजोको दिनमा विगतका पार्टीहरू पुराना दलहरूमा पनि विज्ञ नहुनु भएको होइन, विभिन्न विज्ञहरू भनौँ न एउटा वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ र भोलिको दिनमा उहाँहरूले आज हजुरले भने जस्तै विकास गर्न सक्नु भएन, उहाँ देशलाई एउटा सही ठाउँमा उज्यालो बनाउन सक्नु भएन। हजुरले सेम भने जस्तै अघि भने जस्तै हजुरको टिममा पनि 51 सदस्यमा पनि विज्ञहरू हुन्छ, भोलि त्यो विज्ञहरू पनि पुराना दल जस्तो नहोला भन्ने के ग्यारेन्टी छ? यस्तो छ, विज्ञ मात्र भनेर पढे लेखेर मात्र विज्ञता भनेर हुँदैन। उहाँहरूले पढेर साँच्चै इम्प्लिमेन्ट के गर्नुभएको छ त देशमा, चेन्ज के गर्नुभएको छ। कोही पिएचडी गरेर मात्र विज्ञता हुँदैन कि उहाँले देशको लागि कन्ट्रिब्युसन के गर्नुभएको छ
होइन। जुन कुरो चाहिँ कुलमान घिसिङले आफ्नो देखाइसक्नु भएको छ, आफ्नो चाहिँ व्यवस्थापनको शैली, होइन, त्यसलाई चाहिँ एकदमै 16 घन्टा 17 घन्टाको जुन लोड सेडिङ थियो त्यो हटाएर प्रत्येक नेपाली व्यवसायीकरणलाई कतिको उद्योगीकरणलाई कतिको सहयोग गर्नुभयो नेपालमा चाहिँ, होइन। त्यो भएर हामी चाहिँ के कुरा ढुक्क छौँ भनेर यो विज्ञता भनेको कुरो जस्ट एउटा सर्टिफिकेट मात्र होइन, योगदान पनि हो देशको लागि, पहिलो कुरो। दोस्रो कुरो, पुरानो दलमा चाहिँ के पनि हेर्नु पऱ्यो भने त्यो पुरानो दलको जुन चेयरमा बसेका मान्छे चाहिँ साँच्चै विज्ञ हो कि होइन। त्यहाँ अरू मान्छेहरू त छन् विज्ञ, तर उहाँहरू के भइदियो भने यस म्यान भइदियो। पार्टीको हेकमबाज शैलीमा उठ त उठ, बस त बस। उहाँहरूले आफ्नो विज्ञता प्रस्तुत गर्न सक्नु भएन। म यहाँबाट ती विज्ञ राजनीतिक साथीहरूलाई पनि यहाँबाट आह्वान पनि गर्न चाहन्छु कि त्यहाँ तपाईँको विज्ञताको कदर छैन। तपाईँ उज्यालो नेपालमा आजैको दिनमा आउनुहोस्, हामी सँगै मिलेर देश बनाउने जुन परिकल्पना सँगै हामी चाहिँ अगाडि बढौँ। जस्तो हजुरले भन्न खोज्नुभएको, हिजोको दिनमा जो पनि विज्ञ हुनुहुन्थ्यो अरू पुराना दलमा, उहाँहरूलाई पार्टीले केही व्यक्तिका स्वार्थले गर्दा उहाँहरूलाई काम गर्न दिनु भएन र हजुरले यो भिडियो मार्फत चाहिँ उहाँहरूलाई आह्वान गर्न चाहनुभयो। मैले बुझे चाहिँ एकदम सबैजना आउनुहोस्, हामी मिलेर एउटा उज्यालो नेपाल बनाऊ, त्यही होइन। त्यही नै हो। जस्तो अब आउने फागुन 21 गतेको निर्वाचनमा हजुरको योजना के हो? म चाहिँ बारा क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्यको रूपमा आफूलाई उम्मेदवारी दिनेछु, उज्यालो नेपाल पार्टीबाट नै दिनेछु। र त्यो किन पनि दिनेछु भने म एज अ भनौँ न, मलाई धेरै मान्छेले चाहिँ के भन्छ भने तिमी जस्तो मान्छे त काठमाडौँमा उठ्यो भने पनि जित्छ, तर मलाई काठमाडौँमा म भन्दा पनि विज्ञ मान्छेहरू छन् जुन काठमाडौँको लागि चाहिँ राम्रो गर्न सक्नुहुन्छ, तर मेरो गाउँको लागि चाहिँ गर्नको लागि म नै आफ्नो गाउँमा जानुपर्छ भन्ने उद्देश्यले म चाहिँ आफ्नो बारा क्षेत्र नम्बर 2 नै चुज गरेको छु। र म चाहिँ के विश्वास गर्न चाहन्छु भने मेरो बारा क्षेत्र नम्बर 2 वासीलाई चाहिँ म 5 वर्षभित्रमा चाहिँ हरेक घरमा एकजना यदि रोजगारी दिन सकेन भने मलाई देश निकाला गरे पनि हुन्छ, यति म ग्यारेन्टीको साथ भन्न सक्छु म। जस्तो हजुरले भन्नुभयो अब आउने फागुन 21 गतेको प्रतिनिधि सभाको सदस्यमा हजुर बारा क्षेत्र नम्बर 2 बाट उठ्दै हुनुहुन्छ। त्यहाँको जनताले हजुरलाई, स्पेसली हजुरलाई, उज्यालो नेपाललाई होइन, स्पेसली हजुरलाई विश्वास गर्नुपर्ने आधार के छ? र हिजो जुन त्यहाँका पुराना सदस्यहरू, प्रतिनिधि सभाका सदस्यहरूले जुन कुरा गल्ती गरे, त्यहाँ विकास गरेनन्, धेरै कुराहरू छन् होइन, त्यो गरेन, हजुरले पनि फेरि त्यही वेमा जानुहुन्न भन्ने के ग्यारेन्टी छ? पहिलो प्रुफ त के हो भने मैले बोलीमा मात्र भनेको होइन कि मेरो व्यवहारमा पनि हेर्नुहोस्। 17 वर्षमा मैले के गरेँ। मेरो खल्तीमा 1,27,00,000 भन्दा बढी प्रयोगकर्तालाई डिजिटल फाइनेन्सियल इन्क्लुजनका सेवा दिइराखेका छौँ। स्प्यारो एसएमएसले करोडौँ मान्छेलाई चाहिँ एक्सेस टु इन्फर्मेसनको सर्भिस दिइराखेका छ भने मैले बोलेको मात्र होइन, मैले गरेर देखाइसकेको छु विगतमा। भनेपछि अरू नेताहरूले त उहाँहरूले चान्स दिए पनि त गरेन, म आफूले गरेर आएको हो पोलिटिक्समा, होइन। त्यसैले मलाई चाहिँ अरू जस्तो दाँच्न चाहिँ मिल्दैन। अरूहरूले चाहिँ गएर पनि गर्न सकेन, मैले आफ्नो काम जे कर्म छ त्यो गरिसकेको छु, मैले देखाइसकेको छु र अब त्यहाँ त झन् मैले सजिलै तरिकाले तपाईँहरूको सहयोगले देखाउन सक्छु भनेर विश्वास दिन सक्छु के। बाँकी त तपाईँहरूले नै विश्वास गर्ने हो म माथि। हजुरको भनाइअनुसार हजुरले विगतमा गरिसक्नु भएको छ र बारा क्षेत्र नम्बर 2 का जनताहरूले हजुरलाई विश्वास गर्ने आधार धेरै छ हजुरले भनेअनुसार। र स्थानीयले हजुरले अन्तर्क्रिया पनि गर्नुभयो होला, त्यहाँ कुरा पनि मैले सुनेसम्म हजुर अब हजुरको त्यहाँ तराई पनि एउटा कार्यक्रम सुनेको छु होइन। जस्तो अहिलेसम्मको कुराहरू आउँदा स्थानीय जुन हजुरको क्षेत्रका स्थानीयहरूले हजुरलाई के भन्छन् त होइन, हामी हजुरलाई, हजुर स्पेसली हजुरलाई चाहिँ हामी समर्थन गर्छौँ, हजुर जस्तो मान्छे चाहिन्छ भन्छन् कि के छ, उहाँहरूको विचार के छ? एकदम म चाहिँ बिचमा आफू चुनावको लागि चाहिँ भनौँ न पार्टीमा उज्यालो नेपाल पार्टी त भर्खर दर्ता भयो, तर म त आफ्नो पुरा चुनावी अभियान त विगत 2 वर्षदेखि नै गरेको हो। र यो जेनजीको आन्दोलनभन्दा अलिकति अगाडि होइन, म अभियान गरिराख्दाखेरि चाहिँ मान्छेले एकदमै राम्ररी मलाई चाहिँ होइन तिमी जस्तो मान्छे आउनुपर्छ भन्ने पार्टमा कुरा भयो। र जेनजीको आन्दोलन पश्चात चाहिँ जाँदाखेरि त्यहाँ मान्छेहरूले चाहिँ के भन्नुहुन्थ्यो भने ल तिमी यदि चुनावमा आउने नै हो भने पुरानो दलबाट होइन, कुलमानको पार्टीबाट आउनै पर्छ,
कुलमान बालेन यस्ता मान्छेहरूसँग यदि तिमी एसोसिएट भयो भने हामी चाहिँ ढुक्क भएर तिमीलाई चाहिँ सपोर्ट गर्छौँ भनेर विश्वास दिइसकेपछि म यहाँ आएर उज्यालो नेपालको एउटा केन्द्रीय सदस्य भएर आफूलाई स्थापित गरेको छु र जनताको एउटा चाहना पनि के थियो भने तिमी काठमाडौँ बस्ने मान्छे फेरि त्यहाँ आएर अनि फेरि काठमाडौँ गइहाल्छौ भनेर अनि म चाहिँ यहाँबाट के रिक्वेस्ट पनि गरेँ भने के अनुरोध गरेँ सबैजनामा भने म चाहिँ केन्द्रीय सदस्य भएको हो, खालि एउटा चुनाव छाप लिएर म चाहिँ चुनाव लड्न आएको होइन। केन्द्रीय सदस्य हुनु भनेको मैले त के कमिटमेन्ट गरेको छु भने अबको मेरो जिन्दगी भनेको समाजको सेवाको लागि नै हो, त्यसैले भाग्ने कुरै होइन के। मैले त अबको मेरो यात्रा भनेको समाजको जनजीवनसँग घर घर पुगेर सेवा दिने मेरो परिकल्पना हो। त्यसैले यसमा चाहिँ मैले एकदमै विश्वास दिन चाहन्छु कि म चाहिँ जस्ट एउटा चुनावी आएर चुनाव लड्यो अनि गयो त्यस्तो चाहिँ होइन कि चुनाव एउटा इभेन्ट मात्र हो, तर म हरेक दिन तपाईँहरूको साथमा हुनेछु, हरेक क्षण तपाईँहरूको साथमा हुनेछु। भनेपछि अब एउटा हजुरलाई मैले अर्को एउटा सान्दर्भिक विभिन्न समयमा चाहिँ देशमा एउटा प्रश्न उठ्ने गर्छ, जुन काठमाडौँको जुन सिंहदरबारको सरकारले चाहिँ मधेसलाई सधैँ नै छुटायो भन्ने एउटा आरोप लाग्दै आएको छ। त्यहाँका मधेसका जनताले सधैँ नै हामीमाथि विभेद भयो, हामीलाई सरकारले हेरेन भन्ने छ। यस विषयमा हजुरको बुझाइ के छ? यस्तो यो त जायज कुरो नै हो। यदि हामीले डेटामा यदि हेर्छौँ भने बजेटका कुराहरूमा हेर्छौँ भने जुन चाहिँ मधेस चाहिँ पहिला कृषिमा आत्मनिर्भर थियो, त्यहाँबाट उत्पादन भएका कुराहरू बङ्गलादेश जान्थ्यो, अहिले चाहिँ त्यो मधेसको कृषिको अवस्था के छ? सरकारले न त सिँचाइ दिन्छ न त खाद दिन्छ, न त खाद इन्डियाबाट ल्याउन दिन्छ न त खाद दिन्छ, होइन। त्यहाँको जनताको लागि चाहिँ शैक्षिकमा यदि कुरा गर्ने हो भने 150 जना विद्यार्थीको बिचमा 1 जना टिचर हुन्छ, होइन। त्यो कुन मापदण्ड हो, होइन। बजेटको कुरा गर्ने हो भने प्रत्येक प्रदेशको बजेट हेर्नुहोस् र मधेसको बजेट हेर्नुहोस्, होइन। त्यहाँबाट पनि थाहा हुन्छ सरकारको विभेद के छ। सरकारले त विभेद गरेको छ, तर त्यहाँ जुन स्थानीय निकायदेखि लिएर जुन जनप्रतिनिधिहरू छन् उहाँहरूले पनि इन्टर्नल विभेद, एउटा तपाईँको एक्सटर्नल सरकारबाट सङ्घीय विभेद या केन्द्रको विभेद छँदैछ भने मधेसभित्र पनि छुट्टै विभेद छन्, होइन। त्यो विभेद भनेको त्यहाँको जो धनी या पढे लेखेका मान्छेहरू छन्, त्यहाँको जो दलित या गरिब मान्छेहरू छन्, उहाँ या महिलाहरू नै किन नहोस्, होइन, उहाँहरूलाई पनि इन्टर्नली अगाडि बढाउनु। सबै सरकारको त्यहाँको यदि विकास नहुनु भनेको खालि सरकारको दोष मात्र होइन कि त्यहाँको जो पढे लेखेका या जो विज्ञ मान्छेहरू छन् या जो धनी मान्छेहरू छन् या जो अलिकति राजनीतिज्ञ पहुँच भएका मान्छेहरू छन्, उहाँको कारणले गर्दाखेरि पनि हाम्रो समाज पिछडिएका छन्। र त्यो पार्टलाई हटाउनको लागि नै सामाजिक न्याय, समानता, समृद्धि, दिगो विकासको लागि नै समतामूलक समाज निर्माण गर्नको लागि नै खासमा आउनु परेको हो। खालि केन्द्रलाई मात्र दोष दिने होइन कि आफ्नो इन्टर्नल आन्तरिक समस्या के छ, त्यसको समाधान के हो त, त्यो गर्नको लागि, समाधान गर्नको लागि पनि म आएको हो। जस्तो मधेसलाई त हेरिने एउटा पाटो, केन्द्रले हेरिने पाटो छ। हजुरको कुरा अनुसार त्यहाँका स्थानीय जो चाहिँ धनी वर्गहरू छन् तिनीहरूले पनि शोषण दमन गरेका छन्। साँच्चै नै हजुरलाई 12 क्षेत्र नम्बर 2 का जनताले प्रतिनिधि सभा सदस्य बनाएर पठाए भने साँच्चै नै यो समस्या समाधान हजुरले गर्न सक्नुहुन्छ के? हजुरमा त्यति कन्फिडेन्ट छ र हजुरले यो जुन विगतका जुन भनौँ न एउटा सिस्टम छ, जुन चाहिँ वर्षौँदेखि एउटा 30 वर्ष 40 वर्षदेखि जुन सिस्टम बसेको छ, साँच्चै हजुरले त्यो चिजलाई हटाएर एउटा भनौँ न सुशासन, विकास, रोजगारी सिर्जना गर्न सक्छु जस्तो लाग्छ तपाईँलाई? 24 घन्टामा त पुरै देशको सरकार नै चेन्ज हुन्छ भने मैले त्यहाँको जनताको यदि साथ पाएँ भने त्यो सिस्टम किन चेन्ज गर्न सकिँदैन? यो एकदम सजिलो छ सिस्टम चेन्ज गर्नको लागि। सिस्टम अहिलेसम्म किन चेन्ज भएन भने के बुझ्नुहोस् भने कुलमान आउनुभन्दा अगाडि मान्छेले के परिकल्पना गरेको थियो त लोड सेडिङ हट्छ भनेर, तर लोड सेडिङ त हट्यो नि त, होइन। त्यसैले यहाँ इम्पोसिबल केही पनि छैन, मात्र आत्मविश्वास हुनुपर्छ। ममा त्यो आत्मविश्वास छ। किन आत्मविश्वास छ भने मेरो क्षेत्रको मात्र होइन, नेपालको हरेक जनताले नै अरविन्द शाह जस्तो मान्छे राजनीतिकमा आउनुपर्छ, देशको नेतृत्व लिनुपर्छ, अगाडि बढ्नुपर्छ, हामी साथ दिन्छौँ भनेर मलाई भनेका छन्। त्यही विश्वासका साथ म चाहिँ अगाडि बढिराखेको छु र सिस्टम एकदम सजिलै तरिकाले चेन्ज गर्न सकिन्छ। भनेपछि हजुरको एउटा कुरा मैले एनालाइसिस गरेर पाएँ, जुन हिसाबले हजुरले अघि पनि मलाई 2-3 चोटि भन्नुभयो, 12 का क्षेत्र नम्बर 2 का जनताले मलाई भनिसकेका छ
हजुरको कुरा अनुसार चाहिँ के हजुरले मतलब निर्विरोधै हुन्छु भन्ने सोच्नु भएको छ? जनताले हजुरलाई त्यत्रो विश्वास गरेको छ? मलाई त पुरै विश्वास छ साँच्चै भन्दाखेरि। जुन तरिकाले मैले चाहिँ विगतमा एकचोटि 7 दिन घुमेँ, अर्कोचोटि 10 दिन घुमेँ र घुम्दाखेरि जुन मान्छेहरूको विश्वास र आत्मविश्वास र मान्छेहरूको जुन पीडा, जुन पुरानो दल, पुरानो राजनीतिज्ञहरूबाट जुन समाजलाई कुनै न कुनै हिसाबले चाहिँ द्वन्द्व फैलाएर चाहिँ जातको नाममा, धर्मको नाममा, धनी गरिबको नाममा त के को नाममा जुन लडाइँ राखेको छन् नि होइन, मान्छे चाहिँ फ्रस्ट्रेसनमा भइसकेको छन्। मान्छेको बच्चाहरू बेचारा उसले पढ्न पाएको छैन, त्यसको लागि त्यहाँ केही पनि समाधानहरू छैन। रोजगारी नपाएर मान्छेहरू चाहिँ विदेश गइराखेका छन्। विदेशमा घरका जुन भनौँ न मान्छे पुरुष मान्छे विदेश जाँदाखेरि छोराछोरी उसको बच्चाहरू चाहिँ राम्रोसँग परवरिश नपाउँदाखेरि लागु औषधको शिकार भइराखेका छन्। महिलाहरूलाई राम्रोसँग केयर पाइराखेका छैनन् होइन। त्यहाँ त वृद्धदेखि महिलादेखि सबैजनाहरूले चाहिँ एकदमै खोजेको के हो भने अरविन्द जस्तो मान्छेले मात्र यो समाधान गर्न सक्छ। र मलाई यति आशीर्वाद पनि दिएका छन्, यति माया दिएका छन् कि मलाई लाग्दैन कि मेरो विकल्प त्यहाँ कोही पनि छैन। मेरो विकल्प म निर्विरोध नै जित्ने हो, त्यति त ग्यारेन्टी हो। एउटा प्रक्रिया अनुसार हजुरले चुनावमा उठ्नु पर्यो र एउटा जुन नेपालको प्रचलित कानुन अनुसार निर्वाचनमा सहभागी भएर हजुरले जित्छु भन्ने हजुरले 100% ग्यारेन्टी भइसकेको छ। ठिक छ, अब आउने दिनमा एउटा क्षेत्र नम्बर 12 को मात्रै होइन पुरै नेपालको कुरा गरौँ। उज्यालो नेपाल पार्टी साँच्चै नै यो देश भनौँ न चलाउनको लागि साँच्चै नै सक्षम छ? एकदम। यो उज्यालो नेपाल पार्टी मात्र होइन, यो उज्यालो नेपाल पार्टी 51 जनाको सदस्यको मात्र होइन, यो सम्पूर्ण 3 करोडभन्दा बढी नेपालीहरूको छन्। यहाँ जुन विभिन्न नयाँ दलहरू पनि जुन नेपाललाई समृद्ध बनाउने, सुशासन, दिगो विकासको लक्ष्य लिएर जुन पार्टीहरू दर्ता गर्नुभएको छ, उहाँहरूको अधिकार पनि उज्यालो नेपाल पार्टीमा छन् होइन। त्यो भएर चाहिँ उज्यालो नेपाल पार्टी एउटा पार्टी मात्र होइन, यो 3 करोड जनताको एउटा विश्वास पनि हो र अहिले जुन विभिन्न जेनजी आन्दोलनको एउटा म्यान्डेट पनि हो उज्यालो नेपाल पार्टी होइन। र साथै यति धेरै जुन दलहरू जुन खुल्दैछ नि होइन, त्यो सबै दलहरू नै उज्यालो नेपाल पार्टीसँगै एकसाथ मिलेर नै जाने भनेर नै खुलेको हो होइन। त्यो भएर यो चाहिँ के नबुझौँ, हामी खालि एउटा उज्यालो नेपाल मात्र नबुझौँ कि यो प्रत्येक नेपालीको चाहना, प्रत्येक नयाँ दलहरूको चाहना र प्रत्येक युवा जो जेनजी आन्दोलनमा आफ्नो आहुति दिनुभएको छ उहाँहरूको सपनाको एउटा यो दियो हो के। र यो दियोले नै पुरै नेपालभरि नै उज्यालो दिनेछ। जसरी तपाईँले अहिले जेनजीको कुरा गर्नुभयो, जसरी अहिले जुन जेनजीका विभिन्न समस्याहरू आइरहेछ, कतिजनाले अहिले त विभिन्न पार्टीहरूले जेनजी समूह नै भनेर बनाइसकेका छन्। जेनजीलाई कसरी हेर्नु भएको छ? अब आउने दिनमा चाहिँ जेनजीलाई चाहिँ तपाईँहरूको पार्टीले, स्पेसली उज्यालो नेपाल र म इन्जिनियर अरविन्द शाहले जेनजीलाई उज्यालो नेपाल पार्टीमा कसरी सामेल गराएर निर्वाचनमा अगाडि बढ्छ? सर्वप्रथम त जेनजीका भाइहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद छ होइन। किनकि हामी चाहिँ देशमा चाहिँ एउटा भनौँ न विधिको शासन नहुँदाखेरि एउटा एकदम फ्रस्ट्रेसनको लाइफ बाँचिराख्दाखेरि जुन जेनजीले जुन आफ्नो ज्यानको आहुति दिएर नै हामीलाई चाहिँ यो गुलामी प्रथाबाट जुन आजाद गरेकोमा एकदमै धन्यवाद दिन्छु होइन। र जेनजीका जुन युवा पुस्ताहरूमा जुन अहिले राजनीतिक सचेतना छन् होइन, यो डिजिटल युगका कारणले जुन उनीहरूले सचेत हुन पायो होइन, हो त्यो डिजिटल युगको एउटा वाहक पनि म अरविन्द शाह हो होइन। र मलाई लाग्छ कि यो जेनजीहरू जति राजनीतिक तरिकाले आफूलाई परिपक्व बनाउँछन् त्यति नै उज्यालो नेपाल पार्टीलाई सहयोग पाउँछ किनकि उज्यालो नेपाल पार्टीले बोल्ने कुरो नै जेनजीको आवाज हो होइन। र उनीहरूले जति राजनीतिक तरिकाले राजनीतिक परिपक्व आफूमा ल्याउँछ त्यति नै उज्यालो नेपाल पार्टीको पिलर स्ट्रङ हुँदै जाने हो के। त्यो भएर चाहिँ जेनजीका युवा साथीहरू जति आफूलाई संस्थागत तरिकाले अगाडि बढाउन सक्नुहुन्छ त्यति हामी चाहिँ बलियो हुँदै जानेछौँ। जस्तो अहिले जेनजीको एउटा माग छ, विगतका पूर्व प्रधानमन्त्री गृहमन्त्रीदेखि लिएर हुन त सरकारले छानबिन आयोग पनि बनाएको छ, कारबाही हुनुपर्छ भन्ने कुरा राखिरहेछ। र अब बन्ने सरकार, हजुरहरूको नेतृत्वमा सरकार बन्यो भने के साँच्चै उनीहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्न सक्नुहुन्छ? अर्को कुरा, जुन जेनजीले उठाएका मागहरू, यसबाहेक पनि धेरै मागहरू छ, साँच्चै उज्यालो नेपाल पार्टीले त्यो माग पुरा गर्ला त?
एकदम, किनकि उज्यालो नेपाल पार्टीको गठनै के को लागि भएको हो भने जेनजीको माग सम्बोधन गर्नको लागि नै भएको हो। देशमा जुन व्यथितिलाई समाप्त गर्नको लागि नै भएको हो, सामाजिक न्याय स्थापना गर्नको लागि नै भएको हो, होइन? र जेनजीको के अरे उज्यालो नेपाल पार्टीको चुनावपछि जुन सरकार बन्दैछ, बहुमतको सरकार बन्दैछ, बहुमतको सरकारमा पहिलो निर्णय नै के हुन्छ भने देशमा यो देशलाई व्यथिति बनाउने, यो शासन प्रणालीलाई, जुन न्यायिक शासन प्रणालीलाई ध्वस्त गर्ने कुतत्त्वहरू को छन्, त्यो कुतत्त्वहरूप्रति छानबिन हुन्छ नै, होइन? र तिनीहरूलाई चाहिँ देशमा विधिको शासन छ भनेर जनताहरूलाई अनुभूति गराउँछ। भनेपछि हजुरहरूको सरकार बनिसकेपछि भोलिको दिनमा जनताले हजुरलाई छानेर पठाइसकेपछि जुन जेनजी आन्दोलन भयो र अहिले विभिन्न मागहरू छन्, त्यो मागलाई हजुरको सरकारले पुरा गर्नेछन्, होइन? र अब मैले अन्त्यमा हजुरलाई सोधेँ, एउटा जुन अब फागुन 21 गतेको निर्वाचनमा धेरै व्यक्तिहरूले चाहिँ चासो दिएको एउटा पार्टी उज्यालो नेपाल पनि हो, होइन? र अन्त्यमा हजुरले के भन्न चाहनुहुन्छ सबै नेपालीलाई, पूर्वदेखि मेचीदेखि महाकालीसम्म के भन्न चाहनुहुन्छ? उज्यालो नेपाललाई किन मतदान गर्नुपर्छ, किन तपाईँहरूलाई सरकारमा ल्याउनुपर्छ? त्यसबाहेकका पनि विकल्प अरू पनि धेरै व्यक्तिहरू छन्, स्वतन्त्र रूपमा छन्, होइन? उनीहरूलाई चाहिँ नपठाउने र उज्यालो नेपाललाई मात्रै पठाउने, के भन्न चाहनुहुन्छ? कसरी यसलाई व्याख्या गर्नुहुन्छ? यस्तो छ, हामी मैले सुरुमा पनि भने कुरामा होइन काममा विश्वास गर्नुपर्छ। मिठो कुरो गरेर नै देशलाई, देशका जुन धमिराहरू छन् नि, होइन, मिठो मिठो कुरा गरेर जनतालाई ठगेका छन्। अहिलेसम्म जनता बुझिसकेका छन् र जनता अहिले पनि यदि बुझेन भने जसरी चाहिँ हामीले आफ्ना जुन छोराछोरीहरूलाई जुन शहादत प्राप्त गर्नुपर्ने अवस्था हामी पुर्याएको हो त्यसको दोषी आफू नै मान्नुपर्छ र यो फेरिदेखि हामी यो दोषको भागीदारी हुनु हुँदैन। ती हत्याराहरूलाई, होइन, ती देशलाई यस्तो अवस्था तुल्याउनेहरूलाई फेरि हामी उसको मिठो कुरोमा चाहिँ जानु हुँदैन र कुनै पनि मान्छेलाई चाहिँ सपोर्ट गर्नुभन्दा अगाडि चाहिँ बोलीभन्दा पनि उसको कर्म, उसको विगतका कुराहरू, इभेन उसका परिवारका कुराहरू पनि एकदम राम्ररी गहन गरेर मात्र हामी भोट दिनुपर्छ। कसैको बहकाउमा होइन, आफ्नो आत्माले सोचेर सही मान्छेलाई, सही मान्छे भनेको जो चाहिँ बोलीले होइन कि जसले आफ्नो कर्म गरेर देखाइसकेका छन्, त्यो मान्छेलाई नै विश्वास गर्नुभयो भने अर्कोचोटि चुनावमा कोही पनि मान्छे को उठ्छ भने जो मान्छे कर्म गर्छ पहिला अनि मात्र चुनावमा आउँछ। देश बनाउने नेताले मात्र होइन, देश बनाउने जनताले हो। त्यो जनताले चाहिँ एउटा बाटो बनाइदिनु पर्यो कि देश बनाउने यदि तसँग क्यापासिटी छ भने पहिला काम गरेर देखा, अनि अनि मात्र हामी तँलाई सपोर्ट गर्छौँ भन्ने जनताले एउटा म्यान्डेट दिनुपर्छ यही चुनाव मार्फत। र त्यो चुनाव मार्फत यदि जनताले म्यान्डेट दियो भने आउने 10 वर्षभित्रमा देशको कायापल्ट हुन सक्छ। जस्तो अहिले उज्यालो नेपाल पार्टीको सन्दर्भमा चाहिँ विभिन्न रासपासँग गाभिने, रासपासँग मिल्ने र अरू पनि दलहरू, विभिन्न दलहरूसँग कुरा भइरहेको भन्ने छ, कतिको सत्यता छ? त्यो एकदमै मिल्नै पर्छ। यसको त कुनै विकल्प नै छैन जस्तो लाग्छ मलाई। यदि देशमा हामी कानुनी राज्य स्थापित गर्न चाहन्छौँ, दिगो विकासका यदि परिकल्पना गरेका छौँ, प्रत्येक नेपालीलाई साँच्चै उज्यालो भविष्यको लागि नै यदि हामीले काम गर्दैछौँ भने यसरी चाहिँ एउटै एजेन्डा बोकेर हामी छुट्टै छुट्टै लड्यौँ भने त जनताले विश्वास हामीमाथि पनि त गर्दैन नि, होइन? त्यसैले हाम्रो एउटै आधार के हो भने हामी मिलेर नै जानुपर्छ र जे तपाईँले सुन्दै हुनुहुन्छ त्यसको नेतृत्व उज्यालो नेपालले गरिराखेको छ। प्रत्येक पार्टीसँग कोअर्डिनेसन गरिराखेको छ र प्रत्येक पार्टीलाई एउटै चुनाव चिन्हमा ल्याएर हामी कसरी चाहिँ जनताको जुन डिमान्ड छ, जनताको जुन हामीप्रतिको आश छ, त्यो आश र परिकल्पनालाई हामी कसरी साकार पार्न सक्छौँ त्यसमा हामी एकदम दिन रात खटिराखेका छौँ। जस्तो मैले अन्त्यमा फेरि हजुरलाई एउटा प्रश्न राखेँ, हजुरको क्षेत्र 12 क्षेत्र नम्बर 2 को कुरा। हजुर प्रतिनिधि सभाको सदस्य बनेपछि हजुरको क्षेत्रमा गर्नुपर्ने पहिलो काम के हो? म प्रतिनिधि सभा सदस्यको यदि निर्वाचित हुने बित्तिकै पहिलो काम मैले विधिको शासनलाई एकदम फर्स्ट प्रायोरिटी दिन्छु। किनकि मेरो गाउँको मान्छे एउटा सानो कामको लागि पनि सिडिओ कार्यालय होस् कि मालपोत कार्यालय होस् कि कोही न कोही बिचौलियालाई समात्नुपर्छ, होइन?
त्यो विधिको शासनलाई मैले डिजिटली ट्रान्सफर गराउँछु। दोस्रो काम, म चाहिँ जुन एरियाको छु त्यसको बोर्डर साउथ एरियामा चाहिँ इन्डिया पर्छ र अहिले कस्तो भइसक्यो भने यहाँ नेपालको एपिएफले पनि यताबाट गोदाइ गर्छ, इन्डियाकोले पनि गोदाइ गर्छ र त्यहाँको मान्छे नै होइन जुन एउटा भावनात्मक अवस्था भइसकेको छ त्यो पार्टलाई हटाउनको लागि चाहिँ मैले यो दुईटा देश बीचको सम्बन्ध सुधार गर्नको लागि र त्यहाँको मान्छेले चाहिँ इन्डियाको बोर्डरमा भइसकेपछि पाउने सुविधाको म ग्यारेन्टी साथ छुट्टै उनीहरूको लागि कार्ड नै बनाउन लगाउँछु। म बोर्डरमा बस्नेहरूको लागि छुट्टै कार्ड बनाउँछु र त्यो कार्ड अरू नेपालीहरू भन्दा बढी फाइदाजनक उनीहरूलाई म दिन चाहन्छु, किनकि दुःख पाउने बोर्डरको दुःख पाउने उनीहरू हो भने बोर्डरको सुख पाउने अधिकार पनि उनीहरूकै नै हुनुपर्छ भन्ने मान्यताको साथ यो दुईटा कुरालाई फर्स्टमा राख्छु। र एकदम इम्पोर्टेन्ट कुरो, त्यहाँ चाहिँ यदि जनता अर्थव्यवस्था जनताको राम्रो भयो भने उसले राम्रो निर्णय गर्न सक्छ, छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सक्छ, हेल्थ राम्रो हुन सक्छ। त्यो भएर म यहाँबाट के पनि तपाईँहरूलाई जानकारी गराउँछु भने हरेक घरमा एउटा रोजगारी, एकजनालाई पनि मैले यदि रोजगारी दिन सकिनँ 5 वर्षमा भने मलाई देश निकाला गर्दा हुन्छ भने म यहाँबाट एकदमै उद्घोष नै गर्न चाहे। अब अन्त्यमा आम नेपाली जनतालाई अब आउने निर्वाचनको बारेमा के भन्न चाहनुहुन्छ? फागुन 21 को निर्वाचनपछि म बारा क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्यको एउटा विजेताको रूपमा आउनेछु र त्यो आइसकेपछि मेरो पहिलो काम त्यहाँ विधिको शासन स्थापित गर्नुपर्ने छ, किनकि त्यहाँको जनता सानो सानो कामको लागि, सरकारी काम होस् या कुनै पनि काम होस्, एकदमै फ्रस्ट्रेसन भइसकेको छन्, फ्रस्ट्रेसन अवस्थामा छन्। त्यहाँको जनताहरू सानो सानो कामको लागि अरूको सहयोग लिनुपर्ने अवस्था भइसकेको छन्। त्यहाँको जनता नै होइन जस्तो अनुभूति हुन थालेको छन्, हैन? त्यो भएर विधिको शासन स्थापित गर्नु मेरो पहिलो लक्ष्य हुनेछ। दोस्रो लक्ष्य, बारा क्षेत्र नम्बर 2 का बोर्डरमा जो बासिन्दाहरू हुनुहुन्छ, जनताहरू हुनुहुन्छ, उहाँहरू चाहिँ नेपालको पुलिस प्रशासन होस् कि इन्डियाको पुलिस प्रशासन, होइन, उहाँहरूबाट एकदमै दुःख भोगिराख्नु भएको छ र म चाहिँ उहाँहरूको लागि विशेष सुविधासहित कार्ड उपलब्ध गराउने छु, जसको मार्फत उहाँहरूले इन्डियाबाट सेवा सुविधाहरू या सामान खरिद गर्दाखेरि चाहिँ एकदम सहुलियत तरिकाले आवत जावत सबै कुराहरू सहुलियत बनाउने व्यवस्था गर्नेछु। यो मेरो प्रतिबद्धता हो। र तेस्रो कुरो, त्यहाँको जनताहरू एकदम गरिबीका चरम सीमामा छन्, त्यसको लागि उहाँहरूको अर्थव्यवस्था परिवर्तन गर्नको लागि इन्डस्ट्री मार्फत, सरकारी रोजगारी मार्फत, लो स्किल्ड ट्रेनिङ मार्फत र विभिन्न स्मल एन्ड मिडियम इन्टरप्राइजेस मार्फत म चाहिँ त्यहाँ रोजगारी क्रिएट गर्न चाहन्छु, डिजिटल ट्रान्सफर्मेसन गर्न चाहन्छु त्यो क्षेत्रमा चाहिँ। र मेरो प्रतिबद्धता के हो भने हरेक घरमा कमसेकम एकजना रोजगारी म सृजना गर्नेछु 5 वर्षको आफ्नो कार्यकालमा। यदि त्यो गर्न सकिनँ भने म यहाँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि मलाई देश निकाला गरे पनि हुन्छ त्यहाँको जनताले। यति म ढुक्क साथ म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र म 5 वर्षभित्रमा चाहिँ एउटा देश कसरी चलाउने भन्ने पार्टमा चाहिँ म एउटा आफ्नो बारा क्षेत्र नम्बर 2 को उदाहरणीय रोल मोडल प्रस्तुत गर्नेवाला छु। धन्यवाद। आज हामीले उज्यालो नेपालका केन्द्रीय सदस्य अरविन्द शाहज्यूसँगको अन्तर्वार्तामा उज्यालो नेपालको अब आउने निर्वाचनको योजना, उहाँको व्यक्तिगत योजना बारेमा विभिन्न कुराहरूमा चाहिँ आज हामीले चर्चा गऱ्यौँ। र अब म अन्त्यमा के भन्न चाहन्छु भन्दाखेरि हाम्रो केन्द्रीय सदस्य अरविन्द शाहज्यूले चाहिँ जुन योजनाहरू राख्नु भएको छ, अवश्य नै बारा क्षेत्र नम्बर 2 का जनतालाई यो कुराको विश्वास हुनेछ र उहाँले गर्नुहुन्छ भन्ने उहाँहरूलाई आशा पनि छ। र साथै यो भिडियोको अन्तमा चाहिँ म उहाँलाई अग्रिम शुभकामना तथा बधाई दिँदै यो भिडियो समाप्त गर्छु। धन्यवाद। धन्यवाद भिडियो बनाइदिनु भएकोमा र मेरो कुरो चाहिँ जनता समक्ष पुर्याइदिनु हुनको लागि पनि अनुरोध गर्दैछु। एकदमै सबैलाई धन्यवाद।